दादासँग प्र्याङ्क गर्नेवाला चाहिँ एकदम खतरावाला प्र्याङ्क होइन। जहिले नि त्यो हामीसँग प्र्याङ्क गर्छ, कहिले भूतवाला, कहिले बिहेवाला, अनि अस्तिको त्यो के धेरै प्र्याङ्क गरिसकेको छ कि त्यसले लास्टै सतायो कि हामीलाई। अब चाहिँ म भाउजू सुरज मिलेर हामी तीनटै मिलेर प्र्याङ्क गर्नेवाला छौँ दादालाई। सो के तिमीहरू एक्साइटेड छौ त्यो माथि प्र्याङ्क गर्नमा? सो होइन, आज चाहिँ हुन्छ त्यसको, म गइरहेको छु त्यसले बोलाउन। कस्तो बल प्र्याङ्क हान्नुपर्छ नि आज, जिन्दगीमा कहिले प्र्याङ्क गर्ने होइन नि त्यो। दादा त्यो बय भाउजू सुरज तिनीहरू टिप्न लाहान, अनि भाउजूले पनि बोलाहान, मेरो लागि पनि टिप्दैन बयर टिप्दैन। के हुन्छ, हाम्रो हाइट छैन त्यति हाइट पुग्ने भए त आफै टिपेर खाइहाल्थेँ, तँलाई भन्नै पर्थेन मैले। त्यसमा भाउजू सुरज सबै छन्। अनि त्यो माथि छ नि त, माथि टिपेर के हुन्छ, माथि टिपेर खाँदा राम्रो हुन्छ त, मिठो हुन्छ। माथिको टिपेर्दैन, कति ठुलो छ यता यतातिर, कति ठुलो छ त, काँचै छ भने त। यस्तो लाग्यो कस्तो लाग्यो त भाइ प्र्याङ्क? यस्तो किन बिराक मेरो, कहिले पनि माथि प्र्याङ्क गर्नु, हामीले पनि गरिदियो आज। यस्तो जाडोमा नि खालोमा यस्तो भने प्र्याङ्क हुन्छ यार बहिनी, प्लिज यार। किन नहुने? मसँग कस्तो लाग्यो बाबु, कस्तो प्र्याङ्क गरिदियो, भुल्नु भयो? कैसे लोग रहते हैं यार यहाँ भिखारीले 2 रुपैयाँ भाडा दिए पठाउँछ, उता घर पठाउँदा कस्तो भयो, जाडो भइरहेछ, कस्तो फिल भइरहेछ भन्नु न। अब तिमी जिन्दगीमा कहिले हामीसँग प्र्याङ्क नगर्नु, बुझ्यौ? लाग्यो नि प्र्याङ्क बहिनी, यसको बदला म यस्तै लिन्छु नि। बदला टाइम बदला कति बदला हो? यस्तै लिन्छु नि यसको बदला, तिमी थाहा पाउँछौ बहिनी। भाइ तिमी कस्तो लाग्यो भाइ हाम्रो प्र्याङ्क? होइन, हाम्रो वर्षौँदेखिको तपस्या भनौँ कि सपना भनौँ, एउटा सपनै जस्तो भनौँ, वर्षौँदेखिको सपना पुरा भएको छ फाइनली। अब यस्तै जिन्दगीमा कहिले हामीसँग प्र्याङ्क गर्ने होइन, यस्तो प्र्याङ्क गरेछौँ आज हामीले यसलाई। मेरो लुगा पनि हेर्ने यस्तो खत्तम पारिदिएको थियो यसले। यदि तपाईँहरूलाई हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट एन्ड सेयर एन्ड फलो गर्नु होला। बाई बाई, टाटा, टेक केयर।